हेलो गाइज वेलकम नमस्ते स्वागत छ रेशम खत्री भ्लगमा। आज चाहिँ हामी एउटा मलमा आएको थियौँ। मलको यो चाहिँ जहाँनिर चाहिँ म यहाँ खडा भएको छु उभिएको छु यो चाहिँ 5 फ्लोर माथि छ। 5 फ्लोर माथि पनि यहाँ देख्न सक्नुहुन्छ। यहाँ चाहिँ रुख मारिदिएको छ। 5 फ्लोर माथि पनि रुख मारिदिएको छ र 5 फ्लोर माथिदेखि पनि देख्न सक्नुहुन्छ। यहाँ माथि और माथि चाहिँ कति हो कति त्यो त गर्न सकेन। हामी 5 फ्लोरसम्म माथिसम्म आएको छौँ। योभन्दा माथि हाम्रो लागि अलाउड छैन, त्यही भएर हामी यहाँसम्म आएको छौँ। देख्नुहुन्छ र मेरो साथमा आएको छ चाहिँ एकजना साथी चाहिँ आएको थियो, मेरो पुरानो साथी। अनि यहाँ आएको छन् आशिष चाहिँ आएको छन् र एकजना साथी चाहिँ यहाँ देख्न सक्नुहुन्छ भ्यू बनाउँदैछ। र यहाँको भ्यू देख्न सक्नुहुन्छ तपाईँले। यस्तो देख्नुहुन्छ 5 फ्लोर माथि नै एउटा गमलाको टाइपको आकारमा चाहिँ यहाँ एउटा रुख खोलाइदिएछ। र यहाँ पनि यस्तै गरेर यहाँ 7-8वटा रुखहरू छ देख्न सक्नुहुन्छ। र यसको अलावा मलाई चाहिँ के अचम्म लाग्यो भने 5 फ्लोर माथि आउँदा पनि यहाँ पुरा एकदम ग्राउन्ड फ्लोरको जस्तो आकार छ। तर पनि यहाँ माथि देख्न सक्नुहुन्छ यति ठुलो बिल्डिङ छ। यस्तो गर्नुपर्छ, क्यामेरामा यस्तो झुकाउनुपर्छ है। यस्तो छ गाइज यहाँ देख्न सक्नुहुन्छ। हामी चाहिँ आजको हाम्रो चाहिँ घुम्ने चाहिँ यहाँ आएको थियौँ, मलमा आएको थियौँ। अनि यहाँको चाहिँ हामी चाहिँ पहिला आएको थिएनौँ र फर्स्ट टाइम आएको थियौँ। कस्तो छ के छ भनेर हेर्न जाऊँ भनेर आएको थियौँ। तर यस्तो बवाल रहेछ, यस्तो बवाल छ गाइज है। यो चाहिँ गाइज इन्डिया दिल्ली नोएडा सिटी सेन्टर लजिक्स मल गाइज। यो चाहिँ लजिक्स मल हो गाइज। यसको चाहिँ हामी अहिले फिलहाल जहाँसम्म बनेको छ टप फ्लोरमा आएको छौँ। योभन्दा माथि चाहिँ यहाँ बन्दैछ अनि यतातिर अरू पनि चिजहरू केही बन्दैछ। र हामी चाहिँ टप फ्लोर हो यो है। यो चाहिँ टप फ्लोर हो देख्न सक्नुहुन्छ। क्यामेरामा कस्तो क्लियर देखेको छ थाहा भएन, हजुरहरूले कमेन्ट गर्नु होला। यो चाहिँ यहाँसम्म चाहिँ यसको चाहिँ यो जहाँसम्म हामी चाहिँ उभिएको छौँ यो चाहिँ टप फ्लोर हो। अनि योदेखि माथि चाहिँ अरू बन्दैछ। त्यो चाहिँ ओपनिङ भएको छैन, सायद ओपनिङ हुनको लागि धेरै साल लाग्छ होला। तर एकदम बवाल लाग्यो नि गाइज, एकदम बवाल लाग्यो नि। यस्तो अमेजिङ लाग्यो गाइज। यहाँको डेकोरेसन यहाँको एकदम बढिया लाग्यो मलाई। एकदम देख्न सक्नुहुन्छ यहाँ अगाडि। मलाई चाहिँ यहाँ टप फ्लोरमा आउँदाखेरि चाहिँ के फिल लागेको थियो भने म चाहिँ ग्राउन्ड फ्लोरमै छु होला, ग्राउन्ड फ्लोरमा छु जस्तो फिल भएको थियो गाइज। देख्नु सक्नुहुन्छ किनभने चाहिँ फोटोहरू खिच्दैछन् त्यहाँ है। यत्रो ठुल्ठुला गमलाहरू छन्, त्यसमा चाहिँ रुख उमारे होइन, रुख पनि उमारेको छन्। यस्तो बवाल छ गाइज देख्नु सक्नुहुन्छ। यहाँ टप फ्लोरमा आएर पनि 5 फ्लोर माथि आएर पनि म चाहिँ ग्राउन्ड फ्लोरमा छु जस्तो फिल लागिरहेको छ गाइज देख्नु सक्नुहुन्छ। अनि यहाँ चाहिँ केटाहरूले जस्ट फोटो खिचिरहेको यताको भ्यू पनि यस्तो छ है देख्नु सक्नुहुन्छ। म पुरै राउन्डको भ्यू देखाइदिन्छु, यस्तो छ। अनि यहाँ चाहिँ यो बिल्डिङ अलग छ त्यो अग्लो, अनि यो बिल्डिङ चाहिँ त्यो अग्लो गाइज। आजको भिडियो चाहिँ त्यही गाइज।